कुन ढोका छेउमा बस्दा हुन्छ सुन छ कि भन त भने सुन्नु पर्यो नि त उसको लागि पो भनेको राम्रो लागि थोरै भनेको नराम्रो कुरो भने बिहानदेखि थाहा छैन भनिरहेको थियो तपाईँको भिडियो चाहिँ अनि केलाई लाने हिसाब भनेको हिसाब भरे युट्युबमा जान्छ भोलिदेखि भ्युज आउँछ पर्सिदेखि पैसा उहाँले निकाल्नुहुन्छ तर कमाउने भयो दुईतिर तिनतिरबाट राख्नुपर्छ क्या त्यति साह्रो नभने पैसा चाहिँ पैसा चाहिँ ए भाइ लु आफै हाल्नु जति राख्छ आफै हाल्नु के हाल्नु अनि मेरो उसमा गएर हेरेको छ कहिले होइन उसिनै खाने होइन र त्यहाँनिर मजुरी चाहिँ प्रदीप खड्काको डुप्लिकेटले मात्र मलाई के गरिरहेको के खायो भने तपाईँलाई थाहै छैन नि भात कसलाई थोरै थोरै सरी माथि माथि खाएको छोरो बलियो हुन्छ उसिनेको चामल हाल्नु उसिनेको चामल यता छ ए उसिनेको खानुहुन्छ तपाईँले के खाने भात त सबै उसिनेकै हुन्छ होइन त्यही हाल्दैन त्यसो भए हाल्दैन उता पनि भात त्यत्रो कुन मनपर्छ त्यही खानु क्या राख्नु नि तल भात बोलिसके चल्छ मलाई जुनमा पनि चल्छ त हाल्दैन नि त त्यो थाल तल राखेर के टाढा छ क्या फेरि कुनै भने यो मान्छेले साह्रो नै खोजिरहेछ मलाई के लुडो खेल्यो लुडो लुडो चिन्ता नगर्नु तपाईँ यार पाहाड सम्झ्याउ क्या चुपचाप खानु म यति भन्नु कि कसैले के भनेको तिमी त सुत्छ तिमी त अरूलाई बिगार्ने भने अरू काम छैन मैले भन्नु थियो कि चौधरी हुनु आउँछु बरा भोलि कुरा गर्दा हुन्छ कि अहिले कुरा गर्नु कुरा गर्ने मैले भनेको नमान्ने न अन्त मान्छु म तर सुन्नु पर्यो पैसाको मतलब बनाउने के भोलि कुरा गरेर सबै भोलि कुरा मर के थाहा भएन अरू चौधरी मेरो भाइ हो अहिले त मलाई चौधरी पनि पुऱ्यायो है चौधरी मेरो भाइ हो चौधरी खोइ त चौधरी त्यही भएर उसको भाइ म उसले माथि बसेर हान्न पहिला अब चाहिँ नआइज ल म तल बसेर खान्छु पैसा कमाउनु मन पर्छ मलाई यसरी भाइहरूको कुरा नसुन्ने तपाईँ भात धेरै छ भात धेरै छ नलजाउनु यार
छैन भने केही छैन टाउको हुनु नजानु नलजाउने भात खायो भने आज म धेरै नै खाछु भात हेर्नु न भाइ यहाँ भात त्यत्रो छ होइन अनि भात त्यहाँ त्यत्रो छ के खानु मासु छ यहाँ हेर्नु दाल पनि यत्रो छ नडराउनु भोलि सिद्धिन्छ यो सकिन्न त सकिन्न तर पनि खानु न यत्रो जना छौँ सकिँदैन यति भात आधी खाइयो भोलि आधी खाइँदैन खानु तपाईँ र खानु ए म त पुगेको तपाईँहरू खानु मजाले खानु खानामा काहीँ डराउने म पनि डराउँदैन कि खानामा चाहिँ तर पेट्नु त गए पो खानु अब खाइसकेपछि छाला बेच्नु जाने हो जाने एउटै गाउने मान्छे जान्न खाना खानु यताबाट जानु ल बिस्तारै खानु ठाउँ छ त